Congratulations, Barcelona, for winning El Clasico and La Liga title. र रियल म्याड्रिडको त अब बेहाल छ हालत उनीहरूको होइन। जति उनीहरूले पहिला पहिला युरोपियन टाइटल होइन डोमेस्टिक टाइटल जित्थे, अब अहिले उनीहरूले जित्ने भनेको हाम्रो रेस्लिङ कम्पिटिसनहरू जस्तै डब्लुडब्लुई, कराटे, मार्सल आर्ट अनि अरू जति पनि छन् युएफसी, उनीहरूसँग त्यो अहिले भरिभरि उनीहरूको त्यो क्याबिनेटमा हेर्ने हो भने उनीहरूले युसिएल फाल्दै छन्। त्यहाँनिर पुरै त्यहाँनिर रेस्लिङको त्यो बेल्टहरू हुन्छ नि त्यो ल्याएर राखेका छन्। र कस्तो टिम कस्तो भयो म केही भन्न चाहदिनँ यसको बारेमा, पछि भनौँला है। है रियल म्याड्रिड फ्यान्स, तिमीहरूलाई एउटा कुरा सोध्न मन लाग्यो होइन, तिमीहरूलाई कस्तो लागिरहेको छ तिमीहरूको क्लबले 2 सिजन यसरी ट्रफी लिस गयो? इतिहासको सबैभन्दा बेस्ट क्लब हो, कुनै यो मामुली क्लब होइन। अब यहाँ मेरो क्लब म्यान सिटी भए पनि ल हो भन्नु, तर रियल म्याड्रिड जस्तो क्लब एउटा खुनमा उनीहरूको छ यहाँनिर टाइटल युरोपियन युसिएल लेखाएको छ, रगत रगतमा युसिएल बग्छ होइन, 15 युसिएल। तर त्यही पनि कस्तो लागिरहेछ यसो कमेन्टमा भनिदेऊ। र बार्सिलोना फ्यान्सहरू, तिमीहरू चाहिँ मलाई यो भन कि कस्तो लागिरहेछ त तिमीहरूलाई रियल म्याड्रिडलाई हराएर होइन। तर अब गार्ड अफ ओनर त दिएन, तर केही छैन। भोलि जित्या भयो नि, आज जित्या भयो नि, तिमीहरूले जित्यो मजाले। अब यो वर्ष तिमीहरू मजाले बस। अब आउनेवाला 1 महिनामा, अब 1 महिना पनि छैन, सायद 20-30 दिन बाँकी होला, मजाले वर्ल्ड कप आउँछ। त्यो बेलासम्म तिमीहरू रिल्याक्स हान होइन। मेसीले वर्ल्ड कप खेला हेर, नेमारले वर्ल्ड कप खेला हेर, चिल गर चिल तिमीहरू। स्पेनले मजाले होइन, यामालको फर्स्ट वर्ल्ड कप। तर यहाँनिर अब सात्लो फुत्लो उडेको चाहिँ अहिले म्यान्चेस्टर सिटी फ्यान्सहरूलाई, जो कि म पनि पर्छु। किनभने यहाँनिर वेस्ट ह्यामसँगको गेम मैले मजाले हेरिरहेको थिएँ। त्यहाँ तपाईँको के भयो भन्दा नसोचेको चिज भयो, नसोचेको। मैले त ल 0-0मा जान्छ भनेर मजाले ढुक्क बसिरहेको थिएँ, तर वाट द फक, बोल्न चाहदिनँ। निन्द्रा खराब गरी राति 10-11 बजीसम्म हेरेँ मैले। साला लास्टमा आएर यहाँनिर आर्सेनलले पेल्दियो वेस्ट ह्यामलाई। अब 2 स्टेप बाँकी छ, बरु यार आर्सेनललाई देऊ क्या प्रिमियर लिग टाइटल। यसरी नाटक गर्नु पर्दैन यार, नाटक गर्नु पर्दैन। चुगो लाएर आर्सेनललाई टाइटल देऊ, प्रिमियर लिग टाइटल देऊ। देखा आपने लापरवाही का नतीजा है। धन्नै हेडफोन भाँचेको, सो सरी, धन्नै मेरो हेडफोन भाँच्यो, यहाँ राखेको थिएँ खस्यो। सो मैले भनेको हो प्रिमियर लिग टाइटल आर्सेनललाई ह्यान्डओभर गर्दै हुन्छ, बाल छैन मलाई चाहिँ होइन। सबैको दिन आउँछ। यो सिजन आर्सेनलको वर्ष रहेछ, पिएसजीको वर्ष रहेछ, बार्सिलोनाको वर्ष रहेछ। अब सिटीको लागि म त्यहाँ आर्सेनलले जित्यो भनेर दुःख भएको छैन। आर्सेनलले राम्रो खेल्यो होइन, जस्तो सुकै फुटबल खेल्यो पनि, जति ओल्डले त्यहाँ हेपे पनि होइन, आर्सेनल हेप्छ। सारा संसारले नाना थरी भनेको छ। पहिलाको जमानामा त्यो मैले यो वर्ड भन्न नहुने होइन, मैले भन्न चाहिँ नहुने, तर सरी, म सामाजिक पढेको मान्छे हो। मैले यस्तो वर्ड अहिले जुन निकाल्न गइरहेको छु त्यो मैले भन्न नहुने। बोक्सीको आरोप लायो भन्थे नि पहिला पहिला जमानामा, गाउँतिर मेन त स्पेसली होइन, बोक्सीको आरोप लगाइदिन्थे नि। त्यस्तै यहाँनिर सबले आर्सेनललाई आरोप लगाइरहेछन्। के कारण हो मलाई थाहा छैन, तर मलाई बाल छैन। उनीहरूले जितोस् र आर्सेनलबाट होइन हामी सबै फुटबल फ्यान्सले के सिक्न सक्छौँ भन्दा, संसारले तपाईँलाई जे भने पनि धैर्यता राखेर तपाईँ अगाडि बढ्नुपर्छ र एक दिन सफलता आउँछ, जसरी नै आउनेछ। अब आर्सेनललाई भगवानले नै रोक्न सक्दैन। स्वयं श्रीकृष्ण भगवानले यहाँनिर कल्की अवतार लिएर आउनुभयो भने पनि रोक्न सकिँदैन, किनभने उनीहरूको मेहनत छ यो सिजन होइन। उनीहरूले जसरी खेले हराम्बल गर्छौँ हामी होइन, तर उनीहरूले जसरी भए पनि उनीहरूले फाइनल पुगेका छन् युसिएलमा। त्यहाँनिर हामीले केही पनि भन्न मिल्दैन। बरु हामी सिटी फ्यान्सहरू, लिभरपुल फ्यान्स, युनाइटेड फ्यान्स हात जोडौँ, राधे भनौँ, बसौँ। अब त्यो सिटीको बुढोले मेन त्यसले के गर्यो भन्दा बोतलबाट पानी खायो आर्सेनलको स्टिकर राखेर, र फ्यान्सहरू आर्सेनलको त्यहाँबाट रिसाए। अब यदि दुईटै टाइटल यहाँनिर युसिएल पनि प्रिमियर लिग पनि आर्सेनलले जित्यो भने सिटी एउटा यहाँनिर मिम बन्छ। सिटीको त होल फ्यान बेसै मिम बन्छ।
सो म चाहिँ त्यही भन्छु कि स्टे हम्बल है। गेम सकेपछि टाइटल जितेपछि जे लेख्दा नि भयो, तर अहिलेको लागि स्टे हम्बल। र आर्सेनल डिजर्भ द टाइटल, कङ्ग्रेचुलेसन्स ग्युनर्स। अब म त केही भन्दिनँ होइन। एटलिस्ट कारोबा कप आयो, एफए कप लोडिङ छ, र एफए कप पनि होप आओस् भन्छु। 2 सिजन हाम्रो पहिला सिजन त ट्रफी लेस थियो। एटलिस्ट आई एम ह्याप्पी, आई एम प्राउड अफ माई टिम, किनभने एफए कपको लागि ठाउँ बनाएको छौँ। चेल्सी छ, नट अ हार्ड, तर अब ठिकै छ, लेट्स सी के हुन्छ हेरौँ। आर्सेनलबाट हामी धेरै कुरा सिक्न पनि सक्छौँ, मैले त त्यही भनिरहेको छु बारम्बार होइन। फुटबलबाट हामीहरू सिकौँ न, जिन्दगीमा प्रयोग गर्न सिकौँ होइन। तपाईँलाई जिन्दगीमा हेटर्सहरू आउँछ, एउटा कानबाट सुन्ने, अर्को कानबाट निकालिदिने, धैर्यता राख्ने। कति सेकेन्ड भएको छन् आर्सेनलहरू, तिमीहरू याद गर होइन। सेकेन्ड, खालि सेकेन्ड, प्रिमियर लिगमा नि सेकेन्ड। दे डिजर्भ आफ्टर 20 इयर्स। र बधाई छ आर्सेनल, बधाई छ उनीहरूको फ्यान बेसलाई। साका ग्रेटर देन मेसी। Vamos, like and subscribe.